के गर्छ अब हामी चाहिँ यहाँनिर भाउजूलाई लिनु गएको सबै जन्तीहरू भएर होइन अन्त त्यतिखेर पनि यहाँ बाटो छेक्दा रहेछ नि त अन्त यहाँनिर टिका सिका मजाले लाएर अब जति पनि हामी जन्ती जान्छ होइन अन्त उनीहरूलाई सबै टिका सिका लाएर चाहिँ त्यहाँबाट चाहिँ हामी जहाँनिर भाउजूले माइती मानेको छ त्यहाँनिर चाहिँ हामी भाउजू लिनु जानु आँटेको ल ल ल बहिनी ल हजुर पुस्कावाला है अब चाहिँ हामी यो कलश बोकेर यहाँ बहिनी छ अन्त हामी चाहिँ भाउजूलाई लिनु माथि गएको बाबाको घर अन्त यहाँ छ जन्ती आन्टी त्यो बाउ छोरा भनेको यहाँ हाई भनिदिनु अन्त यहाँ माथि आएपछि चाहिँ यहाँ माथि पनि बाटो छेक्दो रहेछ होइन अन्त त्यहाँ चाहिँ रेडी गर्नु हुँदै थियो नि त अन्त यहाँ चाहिँ हामी हल्का गफ गर्दै फोटोहरू खिच्दै यहाँ बसिरहेको थियो यहाँनिर चाहिँ हामीले यहाँनिर उयो गर्नुहुन्छ बाटो छेकेको मेरो सेनापतिहरू चाहिँ यहाँ छ सेनापतिहरू हेलो विजय पुराई सेतो हुनु भन्थ्यो रातो लाउनु हुँदैन नि आजको सागमा चाहिँ त्यस्तो हुन्छ मारिहाले नि उहाँ हुन्छ हाम्रो बेहुलाको बुवा हिरो छ बुवा हिरो छ हो आमा हो बुवा हराउँछ नि बुवा मजाले भ्लग गर्नुपर्छ यहाँनिर चाहिँ अब हामी सबैजना बसिरहेको छौँ राईको रीतिथिमा दादा चाहिँ यहाँ छ बाबा र दादा बसिराख्नु भएको छ बेहुली सिँगार वर्णन गरी मागेको छ बेहुलाहरूले लिनु आएको छ है यो चाहिँ सिँगार पठार चाहिँ गरिदियोस् भनेर चाहिँ आएको अब यो चाहिँ माग्नु आएको टिका डालोलाई टिका ढालो गरिदियोस् बेहुलापट्टिबाट चाहिँ राम्ररी टिका लाग्यो बिदामा सधैँ दिनको लागि होइन जिन्दगीभरको लागि पनि होइन बिमारीको अलगै माइला भयो त्यहीँ बस दाजु त्यहाँ बस अब हामी चाहिँ यहाँनिर चाहिँ अब भाउजूलाई चाहिँ निकाल्छ अन्त भाउजूलाई निकालेपछि चाहिँ यहीँनिर हल्का टिका सिका लाएर चाहिँ अन्त तल गएर त्यहाँदेखि के गर्छ कसो अल्छी लाग्दो हुँदै होला भ्लग्स होइन दिस कर्पोरेट के म चाहिँ कसरी भ्लग गर्नु भयो लाग्छ म त्यत्रो मान्छेको छेउमा हो सो ओके दिस इज माई लुक फर द डे पापा हाई भनिदिनु हाई भनिदेऊ
Amo, ito may nababoron. Ito yung may nababoron. Kira-kira Nancy भन्दा छ सर के राम्रो दिएको Nancy चाहिँ आउँदैछ हाम्रो चाहिँ यहाँनिर बेहुलीलाई पठाएको भाइ बेहुली रेडी नै भइसकेको छ बसेको भोक लागिसक्यो फिट चेक गर्दैन एकपल्ट गर्दै हाम्रो गाउँ आजको स्टार अगाडि जानुपर्छ दाजु खिचिदिँदैछन् मेरो पति आजदेखि मेरो पति हो भनेर पूजा गर्नु आजदेखिको मेरो पति हो भन्नु अरे पूजा गर्नुपर्छ शिवजीको पूजा यसो पटपट पूजा गर्ने हात ठाडो गरेर पटपट सामल हो त्यसरी लु बस 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 शिव र पति हुन्छ बस शिव भक्त देखाएको त कसरी हेर्ने यसरी पखी तँलाई पनि देखाउँछु छाता चाहिँ थोडा क्याजुअल इग्नोर हो कि क्यामेराम्यानलाई अगाडि हिँड्नु दिनु छैन गयो साला बेबी सुन न झोला यहीँ छ अहिले आउँछु ल लिनु अहिले आउँ ल किन मेरो लिपस्टिकहरू यहीँ छ नि त त्यो नगरी कलश त्यहाँ देउली बेहुला बेहुली लोकल दियो अगाडि अम्बो ओइ हाम्रो गाउँको शिव मन्दिर जहाँ पनि जान्छ यहीँनिर पूजा गरेर जान्छ नि त हो अनि त्यही भएर उता बाउजूलाई ल्याएर चाहिँ यहाँनिर चाहिँ पूजा गर्नु रहेछ भित्र हामी त गइन हो दादाहरूले पूजा गर्नु हुँदैछ यहाँ चाहिँ यसरी आफ्नो लुगाहरू क्या चुटाएर चाहिँ धागो बाँध्नुपर्छ नि त अन्त बाँध्नु हुँदैछ यहाँ चाहिँ हाम्रो साथी आउँदैछ ऊ दुईजना ओ हेर्नु नेन्सीबाट भ्लगर बनाइसक्यो मेरो मित्रहरू चाहिँ आइपुग्यो यहाँनिर हो क्युट भएर आइपुगेको छ यिनीहरू चाहिँ यहाँनिर गएको रहेछ म चाहिँ यहाँनिर कहिले भेट्नु भइसक्यो यो चाहिँ हो मेरो कान्छा फोटोग्राफर फोटो पनि खिचेको होला फोटोग्राफर हेलो भन्दैन हेलो अब चाहिँ हामी कहाँ गएको अब घर गएको त्यहाँनिर टिका टालो हुन्छ भएर अब टिका लगाउनुपर्छ हो के हो जानुपर्छ घर जाने हो हामी एकजना त रहेछ भक्कु छ होला नि एकजना पो रहेछ भइहाल्छ नि अहिले 1 मिनट भएको छैन है
सुँगो छ त है यहाँनिर चाहिँ फेरि बेहुलाले बेहुली ल्याएपछि फेरि बाटो छिक्दो रहेछ नि त होइन अन्त बाटो छिक्दै थियो अन्त यहाँनिर चाहिँ सिस्टरहरूले चाहिँ एकदम डिमान्ड गर्दै थियो क्या त्यो पैसा माग्छ नि त्यस्तो डिमान्ड गर्दै थियो होइन अन्त त्यहाँनिर पनि एकछिन त्यो राम्रो राम्रो मोमेन्ट्स भयो होइन जो चाहिँ मैले यहाँनिर हाल्नु सकेन किनभने चाहिँ एकदम गीत बजाउँथ्यो नि त तिमी मेरो बेहुली भन्दै अन्त त्यही भएर अन्त त्यो गरिसकेपछि चाहिँ हामी भित्र आएँ अन्त यहाँनिर चाहिँ मम्मी र मैले क्युट देखेछ भन्दै थिएँ अन्त यहाँनिर चाहिँ सबै भइसकेर चाहिँ अब भित्र आएको हामी सबैजना मम्मी यता हाई भनिदिनु अन्त यहाँ हामी आइसकेर चाहिँ हाम्रो फ्यामी पनि बिचरा यस्तो एक्साइटेड थियो बिचरा हाम्रो दादाको हातहरू टोकेर क्यौ त्यसलाई अब के जस्तो लागेको होला नि सबैजना मान्छेहरू भेला भएर होइन अन्त त्यो चाहिँ उफ्रिँदै पनि थियो त्यहाँनिर दादाको लुगा मैला हुन्छ भनेर पिरो खुसी थियो एकदम एक्साइटेड थियो हाम्रो फ्यामी पनि यहाँनिर चाहिँ हाम्रो भाइहरूले हाम्रो फुच्चेहरूले सन्नु डलाउँदो पैसा डिमान्ड गरेको थिएन अनि यहाँनिर त्यस्तैहरू चल्दै थियो कस्तो मजाको मुमेन्ट थियो कि तर के गर्नु यहाँनिर गीत बजाएकोले उयो कपिराइट लाग्छ त्यही भएर चाहिँ भोइस ओभर गरेको तर राम्रो मोमेन्ट थियो यहाँनिर हामी चाहिँ खालिँदै थियो अब फाइनली दिएर होइन बस्नु न दादा एकपल्ट बस्नु न छोड न फेमिना पनि हेर्छ हौ फेमिना खिचेर फोटो handsome hi भन्दियो I'm so excited and I'm so happy आज भाउजूहरुको बिहामा घाम पनि लाग्यो हिजोसम्म कस्तो रातो पानी पर्दै थियो मेरो हात देखा त ए चाहिँ हो क्यामेरामा हेरेर बस्नु अब चाहिँ सबै रिचुअल्सहरू सकेपछि चाहिँ यहाँनिर बेहुला र बेहुलीलाई मण्डपमा राखेर चाहिँ टिकाटालो स्टार्ट गरेको फर्स्टमा नै बाबा र मम्मीले स्टार्ट गर्नुभयो किनभने घरको ठुलो हो नि त होइन अन्त त्यही भएर मम्मी र बाबाले भाले बेहुलीलाई दिनुभयो त्यहाँबाट चाहिँ सुरु भयो टिकाटालो दादा होला हिजोको पनि हालिदिन्छु डान्स गरेको जानु चाहिँ बुफे त्यस्तो छ कहाँ सक्यो त हाम्रो क्युट क्युट बहिनीहरू चाहिँ यहाँनिर को छ हौ ए लोखण्डी त यहाँ आएछ त अन्त हाई भनिदियो हाई हेलो हेलो
म चाहिँ अब मेरो साथीहरूलाई खोज्नु गएको वासरुम गयो होला कि तिनीहरू त्यस्तो हालतमा भइरहेछ ऊ हिलमा हो पानी परेर हिजो हिजो कस्तो डरलाग्दो पानी पर्दै थियो है हिजोसम्म अब भगवानले साथ दिएको कति बेला क्यामेरा फर्काउँछ कति बेला फर्काउँछ थाहै हुँदैन आज कस्तो मजाले घाम लाग्यो अम्बो थ्याङ्क यू गड थ्याङ्क यू सो मच पाल्साङ छ दुता पाल्साङ भयो हे मात्रै सक्यो चलो यिनीहरूलाई चाहिँ मैले यहाँ छतमा ल्याएको फोटोसुट गर्छ अरे कि डिस्टर्बेन्स नहुने घरको तर तँहरूलाई अल्छी लाग्दो हुन्छ है हाम्रो नजवानहरू अहिले छैन यहाँनिर चाहिँ हाम्रो होबा रहेछ नि त पुच्कामा हो यहाँनिर चाहिँ हाम्रो दादाको स्कुल फ्रेन्ड्सहरू आउनुभएको रहेछ आधी त खै कता जानुभएको थियो अरू साथीहरू चाहिँ मैले रेकर्ड गर्नु पाइनँ किनभने म पनि बिजी थिएँ यहाँ चाहिँ हाम्रो भाउजूको साथीहरू आउनुभएको रहेछ नि त इमोसनल मुमेन्ट यो चाहिँ हाम्रोबाट बिचारा बहिनी चाहिँ आएको बेबी मैले क्या डराउँदो ला भनेको खाना हाम्रो पुच्का दादा हो नि त अरे वाह मैले त दिएन त दा मुझे भी दो ना थ्याङ्क यू नवीनाको फेरि के हो पोज नभनेको यहाँनिर बार्छ कि त सक्दैन I'm missing you अब हामीले चाहिँ खाना खाएको हामी बोर राम्ररी खान्छ अरे यो पनि हाल्छ ल त्यसकै छेउमा छेत्रीकै छेउमा दु ल हाम्रो अर्को ब्लगर पनि छ त्यहाँनिर पलन्टी मारेर खानु त पर्छ त राईको बिहा भएर त सुँगुर खाँदैन यसरी पलन्टी मारेर खाँदैछ हामी चाहिँ ल खाएको ल हाई गाइस अब चाहिँ कति बज्न आँट्यो 4 बज्न आँट्यो हो 4 नागिसक्यो 4:30 भन्दा हुन्छ 4:30 भयो कति पैसा 3:40 4 बज्न आँट्यो साब यिनीहरूलाई म चाहिँ पुऱ्याउनु गएको यसको हालत चाहिँ कुछ यसो छ अब चाहिँ मेरो बिहा पो भन्दै रहेछ कि दादाको बिहा अब यिनीहरूलाई चाहिँ पुऱ्याउनु गएको यिनीहरू चाहिँ जान्छ थ्याङ्क यू अब यसको छेउमा कस्तो कालो आए थ्याङ्क यू सो मच गाइस फर कमिङ होइन यो उता हो बाई थ्याङ्क्स फर कमिङ ल ओके आई लभ यु ल बाई म चाहिँ पालसँगलाई पुऱ्याउँदै चाहिँ यहाँनिर एकदम डान्स स्टार्ट भइसकेको छ होइन अन्त सबैजना मजाले डान्स गर्दै थियो म पनि एकछिनमा त यो सबै मान्छेहरू डान्स गरेर देखेर त मलाई पनि जोस चल्यो कि त्यहाँबाट म पनि हल्का फुल्का नाचिदिएँ हो अनि यहाँनिर चाहिँ दादाको साथीहरू पनि नाच्नु हुँदैछ एकदम मजाले अब अन्त सबै भएपछि अलिक बेलुका भएपछि चाहिँ हाम्रो बाबाको ग्रुपहरू आउनु भयो सबैजना होइन अन्त यहाँनिर चाहिँ हाम्रो बाबाको ग्रुपहरू चाहिँ बिर्दोस भएछ नि त अन्त यहाँनिर चाहिँ सबैजना भएर टिका
टिका लगाइदिनु भयो, ब्लेसिङ्स दिनुभयो राम्रो राम्रो होइन। अनि यहाँ पनि म भोइस ओभरै गर्दैछु किनभने तल चाहिँ गीत दनान गीत बजाएर चाहिँ सबैजना नाच्नु हुँदै थियो नि त, अन्त त्यही भएर यहाँ चाहिँ मैले हामी चाहिँ थाकेको अवस्था, बहुत ज्यादा थाकेको अवस्था हुन्थ्यो, थाकेर पुरा। यहाँनिर चाहिँ हामी डान्स गरेर पनि थाकेर क्या मलाई जसमा मजाले खाना खान थाल्छ त्यहाँनिर साइडमा चाहिँ मजाले नाच्दै थियो, सबैजना नाच्दै थियो, तर हामी चाहिँ अनबोधत भयो, यहाँ खाना खाँदै थिएन, कफ चलेको थियो एकदम दुईजनाको खाना खाँदैछु हामी चाहिँ यहाँ चाहिँ हामीले फोटो खिच्नु पनि पाएन, यहाँको बलुन्सहरू पनि फुटेछ। थाक्यो पुरा। कस्तो के लाग्दो देखिरहेको थियो मलाई, म कस्तो मारिदिन्छु नि तँलाई। जाउँ घर छिटो हिँड्छु र कुकुर हो म सारा कस्तो गरेको गर्छौँ। देखिन फोनै गरेन बेबी आइज, कसको फोन चाहिँ आउँदैछ यस्तो डराउँदै ल। ल सिचुएसन हेर्नु यस्तो यस्तो। हामी चाहिँ अहिले फिलहाल मम्मीको लागि दबाई लिएर आइपुगे। तैँहरू जस्तोले गर्दा मेरो भिडियो हेर्छ। अन्त अब चाहिँ घरहरू मतलब सानो सानो गर्दैछ, यो पेन्डलहरू निकाल्नुपर्छ, हेर्नुपर्छ हो। ऊ हाम्रो फेमिली चाहिँ यहाँ छ। आऊ बेबी आऊ। हेलो अन्त ऊ बेहुला चाहिँ यहाँ छ। बेहुला बाय बाय बाय। मम्मीको हाल भाउजूले के बनाउने राजु? गाजर एकदम घिनलाग्दो भइरहेछ अहिले चाहिँ हो। इग्नोर। हेलो भन्नु। हेलो।
फिलहाल इग्नोर गरिदिनुहोस् होला अनि यहाँनिर चाहिँ छ आज त सकेर हजुर आज सकेको रलपालमा चाहिँ खाना बनाउनु भएको हेलो भन्दैन न हौ कता कता डेक्ची साथ हुनुपर्ने सक्दैन सामानहरू फिलहाल राखिरहेको छ पन्डरहरू पनि सबै उठाउनु भयो नि त होइन हेलो क्युरी हाई तँ भाइ भन्दैन लु मासु काट्नु जाने आमा सबै सामानहरू निकाले हिजो कस्तो थियो आज कस्तो छ हाई भनिदियो हाम्रो चाहिँ यो गाउँको ह्यान्डसम बोयहरू हो नि त एउटाले पठाउनु सकेन तिनवटा त के काले भेन्डी त्यो एउटा दिने त्यस्तो नराम्रो छैन नि त नानीहरू कहाँ गयो बुहारी तिनजना है दिपु लाइनमा बसेर मिटिङको लागि सुप लिएर हाल्ने सुप्लाई राज होइन यति हाल्छ भिड कृषु हाम्रो दामी भेट्यो यो चाहिँ हाम्रो गाउँको नौजवानहरू तृष्णा बेबी तँ भन्दा मेरो कन्टेन्ट के अरे खाना कस्तो रहेछ खाना भाइ कस्तो म यसमा झन् के भन्छ उयो नानीको बर्थडे भ्लगमा त यिनीहरू मात्रै छ हौ के अरे मेरो भाइले मलाई उयो लिन्छ नि मान त फेरि नाकमै ल्याउँछ बहिनीले खुर्सानी खाएको हेर्नु न कुछ नहीं होगा क्यों लाजा रहे हो गाइस हामी चाहिँ खाना खाएको ल अब नभन्नु